हेलो गाइज, नमस्कार सबैजनालाई। आज थुप्रो दिनपछि म फेरि भिडियो बनाएर आउँदैछु। आज हेरिदिनु होला। र आज थुप्रो दिनपछि घाम पनि लाग्दैछ। यहाँ हेर्न सक्नुहुन्छ लुगाहरू धोएर सुकाएको छ। पानी परेको नभन्नु न, 1 महिनादेखिको घामको अनुहार देख्नै पाइएको थिएन र आज चाहिँ घाम चर्किरहेछ। त दिन राम्रो भएको छ, कपडाहरू पनि सुकेका थिएनन्, सुकाएको छ। यस्तै छ। अब यहाँ हेर्न सक्नुहुन्छ घरको अगाडि पनि काम चल्दैछ। आज घरको अगाडि स्ल्याब कास्टिङ हुँदैछ नालाको। हेर्न सक्नुहुन्छ यहाँ त मिस्त्रीहरू काम गर्दैछन्, लिएर आउँदैछन्। यहाँ काम चल्दैछ, यस्तै छ। उता पनि चल्दैछ, बाटापारी पनि। घर चाहिँ यता भयो, ढलाई हुँदैछ। नाला बन्दैछ हाम्रो घर अगाडि। अब यहाँ यो बाटो अलिकति छोडेको थियो हाम्रो गाडी बाइक पसाउन निकाल्नको लागि, र यसलाई पनि भत्काउने भन्दैछन्। यतापट्टिबाट यो साइडबाट बाटो उठाउने अरे, यो साइडमा चाहिँ यसलाई भत्काएर नयाँ नाला बनाउँछन्। लु गाइज, अब आजलाई यति नै भयो। फेरि भेटौँला अब अर्को भिडियो लिएर नयाँ टपिकको साथमा। तब तकको लागि बाई सबैजनालाई।